अब चाहिँ खाने कस्तो राम्रो देखेको न उहिले गर्दाखेरि होला लाइट रहँदै पुरा भयो हेलो एभ्रिवान जोरले एन्ड वेलकम ब्याक टु माई च्यानल अगेन अहिले चाहिँ म दिउँसोको 3 बजीदेखि भिडियो स्टार्ट गर्दैछु मेरो काम आज 1 बजीसम्म मात्रै थियो अनि म काम सकेर आएर अहिले सावर लिएर म भिडियो स्टार्ट गर्दैछु बाटैबाट भिडियो बनाउनु पर्यो भनेर सोच्दै थिएँ फेरि हातमा सामान भएर मैले भिडियो बनाउन पाइनँ अनि म घर आएर अहिले भिडियो स्टार्ट गर्दैछु अब म के गर्छु भनेर हजुरहरूलाई देखाउन गइरहेछु भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है अहिले चाहिँ म सेल बनाउन गइरहेछु अनि म सेल बनाउनलाई पिठो कुट्दैछु म रोटी बनाउँछु एकछिनमा अहिले सुरुमा म अचार बनाउँछु आलु र काँक्राको अचार डल्ले खुर्सानी हेर्नु न माई गड अनि सुरुमा म आलु र काँक्राको अचार बनाउँछु त्यस पछाडि म रोटी बनाउँछु अहिले चाहिँ म सुरुमा अचार बनाइसक्छु अहिले चाहिँ अचार बनाइसक्छु सुरुमा सो सुरुमा चाहिँ मेरो आलु र काँक्राको अचार बन्यो एकदम मिठो भएको छ मैले चाखिसकेँ यस्तो मिठो भएको छ किनभने मैले यहाँ आमाले पठाइदिनु भएको आलसको छोपा हालेको थिएँ कि एकदम मिठो भएको छ अरू बेलाको भन्दा म अरू के बनाउँछु राम्रो बनिनु पर्ने हो तेल तातै छ अब अलिक मजाले तातेपछि म रोटी हाल्छु म कतिको भनिन्छ रातभरि काटेको दाम देखिरहेको छ कतिको तात्यो मेरो त्यहाँ भएकै छैन तेल यो त फल्यो सायद रोटी पनि राम्रै बनिन्छ होला होल नाइट मैले भिजाएको थिएँ अनि अघि त आएर मैले उयो गरेको सायद राम्रै बनिनु पर्ने हो पहिलो चाहिँ यस्तो बन्यो अब त्यहाँ अलिकति बिग्रिहाल्यो मैले के गर्ने बिग्रिहाल्यो मजाको भयो जस्तो छ रोटी त मजाले घिउ हालेर चाहिँ राम्रै हुन्छ होला सायद सेकेन्ड राम्रो भयो जस्तो छ गोलो मजाले बस्छ मेरो हात चाहिँ चिसो भएर पानी चाहिँ उयो जस्तो भयो मैले भिडियो बनाउनै सकिनँ बनाएको त बनाइसकेर बनाउँछु मजाले गोलो कतिको मजाले झुलुम भइसक्यो रोटी त सुकुटी बनाउँछु अनि आज म कुखुराको मासु बनाउँछु सुकुटी बनाउँछु रोटी यहाँ पाक्दैछ रोटी चाहिँ यस्तो भन्यो मजाले फुलिँदा फुलेन सुरुमा त फुलेन पछि चाहिँ अलिअलि गरेर फुल्यो मेरो चाहिँ यो घुमाउनु नभएर म यो काँटा चलाउँदैछु अहिले चाहिँ मजाले फुलिँदैछ
अघि चाहिँ त्यस्तो मजाले फुलेको थिएन, लास्टको चाहिँ अहिले चाहिँ मजाले फुलेन थाल्यो। सायद अहिले मजाले उयो भएर। अनि एउटा कुरा मैले सोडै हाल्नु बिर्सिरहेको रहेछु, सोडा भर्खर हाले चाहिँ फुलेको होला सायद। एकदम राम्रो बन्यो, एकदम राम्रो बनेको छ। यो चाहिँ लास्ट हो, अब सक्यो मैले यति नै बनाएको हो, किनभने यो कसैको लागि बनाएको, खानु मन लाग्यो भनेर। अनि एकदम राम्रो बन्यो माथिको चाहिँ, तलको चाहिँ खासै धेरै उयो भएन, अनि मैले त्यही भएर उयो गर्थेँ। तर यतिको राम्रै बन्यो। यो लास्टको त के भएको नि, तर ठिकै भयो यतिको। मैले चाहिँ यतिको भन्यो। अब सुरुवाती पाक्दैछ क्या, एउटा कुखुराको सब्जी बनाउँछु, अनि अचार पनि त्यस्तो चाहिँ रेडी। कति राम्रो हुन्छ। सो यहाँ चाहिँ कुखुराको सब्जी बनाउँदैछु म, अनि यहाँ सुकुटी भइसक्यो, अनि आलु र काँक्राको अचार भयो। अब यति सब्जी मात्रै पाक्न बाँकी छ। सुकुटी यस्तो मिठो भएको छ, अनि अचार त झन् पुरै रोटी। यहाँ सब्जी बन्दैछ। सो मासुको सब्जी बन्यो, अनि रोटी पनि बन्यो, अनि सुकुटी पनि भयो, अचार पनि भयो। अब मेरो यति पाएको, अब चाहिँ खाने। कति मिठो भएको छ सबै हेर्दै फेरि। सो हाम्रो डिनर चाहिँ रेडी भयो, अब चाहिँ हामी खाने। कस्तो मिठो देखेको छ, तर त्यस्तो धेरै खाना चाहिँ मन लागेको छैन, किनभने मैले अघि भर्खर खाजा खाएँ नि त, धेरै भोक लाग्यो। तर पनि देख्दाखेरि एकदम खानु मन लागिसक्यो। मिठो देखेको छ, मिठो पनि भएको छ। मैले चाख्न चाहिँ चाखिसकेँ सबै, अब खाने। अझ चाहिँ हाम्रो सानो काम भएर दिदी र म बाहिर निस्केको। हामी निकितालाई पनि उहीँ भेट्छौँ। अहिले चाहिँ म दिदीलाई पर्खेर बसिरहेको छु, दिदी आउँदै हुनुहुन्छ। म अलिक अगाडि पर्खिरहेको छु अझै। अनि अब आज पनि के गर्छु भनेर हामी त्यही देखाउँछ, दिनभरि कहाँ जान्छ भनेर। अहिले चाहिँ त्यस्तै हो, दिदी आउँदै हुनुहुन्छ परेबाट। आज चाहिँ ढिलो गर्नुभयो दिदीले, किन अब। यो चाहिँ मेरो आउटफिट। क्यामेरा खोज्दा खोज्दा दिन जान्छ मेरो जल्दी। हामी चाहिँ आइपुग्यौँ लेस्टर होइन लेजिस्टर। हेर देखाएको कुरा तान्नु निकाल्नु बिस्तारै झर्छ। अब त्यो उता त्यतिकै हो भाइ। अब ओपन पनि गर्नु, अन गर्नु, थिचिराख्नु नि एकतिर मात्रै। चौधसैको माल आए। त्यो त बिस्तारै हो। इङ्ग्लिसमा क्लिक गरिदिनु न भयो। ब्याक गरिदिनु।
सुकिसक्नु भयो ल मेरो भयो राख्नु यहाँ होइन अर्कोमा तपाईँलाई कुरै खानुहुन्छ है बर्मेट क्यारामल रे यसको बक्स 4:30 भइसक्यो नि कस्तो राम्रो देखेको न उहिले गर्दाखेरि होला लाइटहरूले गर्दा क्या अकेजन भयो भने सिधै लिएर गाडिन्छ भयो है खसीको मासु खाने खसीको मासु सेल पनि छ त हो खोइ चिया चाहिँ निकाल्नु न तपाईँ पहिला त्यो होइन सबै लाउनु न हामी त चिया खाँदै गर्नु सुरु हाम्रो रोटी छ नि रोटीसँग रोटी छ नि यो चाहिँ के गरेछ नि हो यो त हाम्रो कस्तो रातो बनाएको छ यो सबै हाम्रो तपाईँको होइन हामी खोइ यो बिरयानी के को हो चिकन चिकन किनभने भेज भेजमा हाल्नु फुटाउनु न मजा कस्तो राम्रो देख्यो चिया कपै घोकाइदिनु त बाहिर राख्ला ल ओहो चिया त मिठो मसला अलिअलि खाएको त खाम तपाईँ खाँदै गर्नु न कस्तो किन हो किन लजाउ र लाइन बस्नुपर्छ होला तपाईँलाई मेरो भिडियोमा फेरि पनि स्वागत छ धन्यवाद तालो हेर्नु तालो मेरो यहाँनिर कति माना चामल आउँछ होला दसैँमा टिका लाउनु पर्यो भने ठुल्ठुलो जिन्दारै रहेछ जमरा त मजाले उम्रिन्छ नदेखाउनु मेरो तालु अब 2 घन्टाको लागि बस्नको लागि हामी बस्नको लागि रेडी ननिटन रेजिस्टर टु ननिटन रेजिस्टर हामी वेट गरिरहेको छौँ बसलाई बोल्न त्यस्तै त हो बोल्नु भनेको बानी हुने क्या क्यामेराको अगाडि बोल्दा बोल्दा त्यस्तै हामी नयाँ मान्छेहरू हो दिनभरि डुलेर हामी थाकिमा गयो अब घर कति निन्दा लाग्छ म एउटा मुभी हेर्ने प्लानमा छु आज कुन मुभी हेर्नुहुन्छ अब हेर्छु खोजेर एक्ज्याक्ट थाहा छैन कुन मुभी हेर्छु म चाहिँ फुलबारी हेर्छु फुलबारी त्यो राम्रो अब चाहिँ हामी बाटोमा पुगेर घर जाने बेलामा भिडियो गर्छौँ अहिले चाहिँ हामी थाकिमा 5 मिनट हो 6 मिनट 5 मिनट हो हामी चाहिँ ननिटन बासीहरू हामी लेस्टरमा घुम्न आएको हामीलाई मन परेन सामान मात्रै मन पऱ्यो ठाउँ मन परेन हामी ठाउँ हाम्रो है हाम्रै ठाउँ राम्रो छ हाम्रै ननिटन राम्रो छ यस्तो अहिले पस्नु अझै गनाइरहेको छ टिप्नु नै आउनु न माई गॉड अब त गइरहँदै पुरा भयो धन्न भेट्यो अघिदेखि परेर जमेको रहेछ क्या राम्रो देखियो
सबै हिउँ जम्यो तपाईँ कहाँ हुन्छ Oh my god, रहेछ मेरो गाडी त खतम भएछ अहिले चाहिँ रातिको 10 बज्यो म सोध्छु धेरै हिस्नु पनि खेल्यो अनि टाउको दुख्यो यस्तो पनि भइरहेछ सन्चो पनि त्यसै पनि सन्चो थिएन मलाई सो एकदम इमोसनल फिल भए जस्तो पनि भइरहेको छ अनि टाउको पनि दुखिरहेछ अहिले त रात पनि धेरै भयो अनि कुनै कुनै बेला टाउको भारी हुन्छ कति कुराले मन खेलिरहेको हुन्छ नि त अनि लाग्छ सबै कुरा देखेको अब लेखेको कुराहरू नै भोग्नुपर्ने रहेछ भन्दै चित्त बुझाउँदै पनि अगाडि बढ्नुपर्छ सो कोही बेला त्यस्तो फिल हुन्छ अनि भारी हुन्छ नि त टाउको त्यस्तै भइरहेछ त्यही पनि आफूले आफूलाई उयो गर्ने कोसिस गर्नुपर्ने रहेछ एकदम धेरै उयो भइरहेछ तातो पनि भइरहेछ ज्वरो आउला जस्तो पनि भयो अब चाहिँ म सुत्छु रात पनि त सुत्ने बेला पनि भयो रेस्ट पनि चाहियो अब अनि सो यति जेलसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद फेरि पनि अर्को भिडियो लिएर आउनेछु हजुरको सामु सो लाइक र सब्सक्राइब गर्न नबिर्सिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई बाई गुड नाइट